म चाहिँ आज बोलेर भिडियो बनाउँदैछु। कस्तो हुन्छ सबैजना हेरिदिनु होला अनि कमेन्ट गर्नु होला है। म चाहिँ आज न्यु रोड जानु पर्ने थियो, सो त्यही भएर चाहिँ म रेडी हुँदैछु। मैले चाहिँ मेकअप गर्न स्टार्ट गरेँ। सुरुमा लगाउने भनेको मोइस्चराइजर हो, अनि त्यस पछाडि सनस्क्रिन, अनि लाउने भनेको लिप ग्लस। जम्मा तिनवटा मात्र प्रडक्ट हो मैले मेकअपको सामानमा युज गर्नु भनेको चाहिँ। म चाहिँ खासै मेकअप लगाइरहेको हुँदैन, मलाई सिम्पलै मनपर्छ। अनि यो चाहिँ मेरो आजको आउटफिट हो। मैले चाहिँ आज धेरै दिनपछि कपाल कोरेँ, बाहिर जाने भएकोले, नभए मेरो क्षेत्रमा धेरै हेयरफल हुन्छ कि, त्यही भएर चाहिँ म खासै कपाल कोरिरहेको हुँदैन। मलाई चाहिँ के अरे यतिले मात्र जाडो थाम्दैन। अहिले एकदमै धेरै चिसो बढ्यो हुनाले मैले ज्याकेट लगाएँ। ज्याकेट लगाएर नि मलाई चाहिँ तातो भएन। अब फेरि मैले त्यसमा पनि स्कार्फ लगाएँ। स्कार्फ लगाएपछि मेरो बल्ल न्यानो भयो। निमा कस्तो देखिरहेको छ अनि मैले फेरि नक्कल पारेर हेरेँ। अनि मेरो नानी बाबुहरू चाहिँ बाहिर खेलिरहेको थियो, अनि उहाँ चाहिँ मेरो भेनाजु हुनुहुन्छ। भेनाजु र म चाहिँ अब सामान लिनको लागि हामी बाहिर निस्क्यौँ। जाँदा जाँदै एकछिन फेरि ट्राफिक जाम भयो, अनि ट्राफिक जाम खुलेपछि हामी फेरि निस्क्यौँ बाहिर। यस्तो चिसो, कति चिसो बढेको। अनि हामी अब धरहरा हुँदै ताम्राकार कम्प्लेक्समा गयौँ। हामीलाई चाहिँ एउटा मोबाइल चाहिरहेको थियो दिदीको लागि, त्यही भएर मोबाइल किनेर हामी फर्क्यौँ। मोबाइल पनि हामीले भनेको जस्तै पायौँ। अनि त्यसपछि चाहिँ हामीलाई फेरि नानीको लागि साइकल लिनुपर्ने थियो। उसको चाहिँ अहिले जाडो छुट्टी छ, उसले पहिल्यैदेखि रहर गरिरहेको थियो, त्यही भएर साइकल लियौँ। अनि साइकल पाएपछि त फेरि उता एकछिन भुइँमा बस्ने होइन, साइकल हो। ऊ चाहिँ एकदमै खुसी भयो साइकल पाएर। अनि यति हो मेरो भिडियो चाहिँ। थ्याङ्क यू।